भाउजू छ ल उसको पल्टाइ हेर ल घर तिम्रो पुतली ल पल्टाइ हेर ल अनि भएन भने अनि आउनु हाम्रोमा छैन भने आउनु भने म देखाइदिन्छु ल किन अलि मजाले ल भन भनेर भन न ल भन न माया लु पुतली तिम्रो छोरी भान्सी हेरेर आउनु मर्निङ सबैजनालाई गुड अनि मर्निङ र ह्यापी गुड डे तिमीलाई पनि तिम्रो आमा त्यही पुतलीदेखि जन्माइदिएको होला होस् बेबी कस्तो खाले आउँछ यार पाखेहरू त्यस्तो शब्द बोल्दै पाखे धेरै नबोल्छ तिमी सधैँ हेरे मेरोमा त कोही छैन म तपाईँकै हेर्ने अरे तिम्रो आमाले तिमीलाई कहिले जन्माएको तिम्रो आमाले जन्माएको होइन तिम्रो आमाको हेरेर जाऊ गर्न त्यहाँ देखाइदेऊ न त्यो अहिले भर्खर मस्काको होइन यहाँ मस्काउँदैछ तिम्रो आमाको हेर यत्रो दुलो छ मोहम बेबीले हेरेर रहेछ मेरो मोहम बेबी अमाउ नि त यो होइन यो रुपेश भन्ने तिम्रो बुढी तिम्रो छम्माको छ साइडमा तिम्रो छम्माको छैन त्यो हेर न गर जाऊ पल्टाइ आमा पनि छैन भन्छ बहिनी पनि छैन भन्छ पशुपतिमा बस्छै के हो हावा गफ दिनुहुन्छ कहाँ मिल्छ पुतलीबाट अरे पुट्टीबाट मिल्छ माछाले त्यस्तो चाहिँ नबोलिहाल न थ्याङ्क यू कमेडियन सिरिज छम्माको कोटी हेर्नु हौ तिम्रो नि होइन एउटै हो क्या तिम्रो छम्माको नि मेरो एउटै हो हामी नेपालीको एडिटो है के गर्नु सफलता पाउनुपर्छ आफूले त्यही भएर नेपाल हो सही भन्नुभयो त्यही भएर यही भएर नेपाल नबिग्रे क्या यस्तो के सप्रेको थ्याङ्क यू मेरो बिग फ्यान हुनुभएकोमा होइन क्या यसलाई कस्तो शब्द बोल्छ हेर हामी राम्रो बोलिरहेको छौँ नि त अहिले पुतली सुतली त्यो पुतली तिमीकै आमाले के भन्छ मेरो बुढो आएर त मेरो बुढोले बुझ्छौ त्यस्तो भाषा त के हो एउटै भयो नि के गर्नु तिम्रै चाहिएको मेरो चाहिएको लागि धेरै दाम पर्छ क्या धेरै पैसा तिमी सक्दैनौ किन्न मेरो हेर्न सक्दैनौ तिमी बियोस हुन्छौ के लेख्यो सरिता के लेखेको सरिता बहिनीले लास्टै हँसायो यार भनेछ हो र हाँस्नु म यस्तो भाडा चढी त म बोल्न आएन तेज कुमार कस्तो खाले मान्छे आउँछ यार 6 बजे यार 1 बजेदेखि बसेको मोटु अरे अब मोटु तिमी ब्लग पनि नगर म्युट पनि नगर ल म पनि गर्दिन मैले केही गरेको छुइनँ फेरि अर्को हो र त्यसको पैसा भनेको सेवारो सुनको हो र त्यस्तो धेरै पैसा भनेको हजुर मेरो सुनको होइन क्या हिरा मोतीको धेरै दाम पर्छ हिराले भनेको छ गाइस मैले के गरेको छ यार किन नराम्रो कमेन्ट गर्छ ओए के भन्छ स्क्रिन रेकर्ड गर न स्क्रिनशट गर न तिनीको फोटोहरू भिडियो सबै क्या प्रोफाइल पिक्चरहरू सबै गर अनि रिपोर्ट गरिदिनुपर्छ अनि सरिता तिमी हाँस्दाखेरि कसम पानी र घाम एकैचोटि लागेर फुट्छ होला बादल किन तिमी अहिले यत्रो भएन जोइन भएर बोलेको कसम अहिलेसम्म म त मुख खोलेर हाँसे देखेको छैन यार के हाँसिरहेको छैन अहिले चाहिँ अलिअलि जस्तो देखियो है